आज हामी अम्बिकेश्वरी पार्कमा आएका छौँ। यो दाङको घोराइमा अवस्थित रहेको छ। अब पार्कको दृश्य अब देखाउने प्रयास गर्छौँ। पार्कको दृश्य आज हामी कहाँ छौँ रे भन त? अम्बिकेश्वरी पार्क हो के हो? हामी जस्तो संसारमा मूर्ख कोही जिउँदै डाइनोसरको मुखभित्र पसिरहेछ। परेश गइहाले जिउँदै। हामी पस्न त चित्त लाग्छ भित्र त। ए बल्ल बन्दैछ। पुरा यहाँ झरना छ भन्ने सुनेका छौँ। कृत्रिम हो कि प्राकृतिक झरना हो? ए यहाँ रेस्टुरेन्ट जस्तो पनि रहेछ नि। यहाँ केही बन्दै होला। यहाँ पनि यो खतरा राम्रै रहेछ होइन प्रवेश? प्रवेश र म घुम्न आएको छु अम्बिकेश्वरी पार्कमा। 100 रुपियाँ टिकट रहेछ, राम्रै रहेछ। अब यहाँ भित्र हेर्दै जाउँ के कस्तो छ, रमाइलो दृश्य छ छैन होइन। अब यहाँ पुरै ठुलै झरना छ भने सुनेका छौँ। हेरौँ पार्कमा जोस् राम्रै दृश्य देखिरहेको छौँ हामीले। सिँढी चढेर हेरौँ न माथि के कस्तो छ भन्ने। ओहो हो, सिँढी चढेर राम्रो देखिने छैन प्रवेश यता त। ल यत्रो पौडी खेल्ने उ रहेछ। कता झरना यतै हो? यस्तो यस्तो रहेछ पार्कको। जस राम्रो रमाइलो दृश्य रहेको छ। यो बन्दै छ, निर्माण हुँदैछ बल्ल बल्ल। जस रमणीय दृश्य त्यस्तो साह्रो खासै स्पेसल छैन। रमाइलो छ होइन प्रवेश? एकदम रमाइलो। अब त्यत्रो पैसा तिरेर अब पैसा वसुल त गर्छौँ हामीले जस्तो गर्ने पर्यो। यिनै हुन् पार्कका मनमोहक दृश्य। स्पेसल त छैन। अब एउटा स्पेसल म देखाउँछु होइन। स्पेसल दृश्य यहाँ छ। कृत्रिम झरना यो रहेको छ। आफन्तहरू भएको कारणले गर्दा हामी त्यहाँ गएनौँ। हामी एकछिनपछि जाने प्रयास गर्छौँ। हामी यहाँ रहेको छ सानो बोन्साई जस्तै एक प्रकारको ट्री होइन प्रवेश? हामी कृत्रिम झरनातिर आकर्षणको केन्द्र कृत्रिम झरनातिर पुग्दैछौँ। अनि आकाशबाट पानी पनि परिरहेछ। यहाँ त पुरै 300 मिटर जति गहिरो छ अरे। भनेको त खासै हुन्छ। वाउ कत्रो देखियो त तिमी। यो खोलाबाट त्यहाँ पर त्यहाँ उ गरेको छ। त्यहीबाट यहाँ आउँछ क्या पानी। रिसाइकलिङ भइरहेछ। ल अब हामी भिडियोको अन्त्यतिर आएका छौँ। लागेको प्रतिक्रिया दिन सक्नुहुन्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब फलो अनि कमेन्ट गर्न नबिर्सनु होला भन्न म चाहन्छु। ल अरू बाँकी कुरा नेक्स्ट भिडियोमा। यसमा गेडा छन्, त्यही भएर यसलाई गेडे सल्लो भन्ने नाम दिएको छ। यस्तो हुने रहेछ गेडा। सेम त्यो यो चाहिँ सानो कि होइन? सानो गेडे यसलाई गेडे सल्लो भन्छन्। हामी भलको अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। बिल्कुलै नबिर्सिनु होला। भिडियोलाई अन्त्यसम्म हेरिदिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हेर्नु न त्यो चाहिँ थाहा छैन, त्यही पनि भनिहालेँ। ल बाई बाई, टाटा, सी यू सुन, सी यू इन नेक्स्ट भिडियो। लभ यू अल। के भन्छन्? स्टे ट्युन।